हर्क साम्पाङलाई टार्गेट गरेर मान्छेहरू त्यहाँ बसिराखेको थिए क्या। हुन त अब विरोध गर्ने मान्छेहरूले त जसरी पनि विरोधै गर्ने हो। हेलो हाई गाइस, नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो यस मोहन अनलाइन युट्युब च्यानलमा। सबैभन्दा पहिला तपाईँहरू यो भिडियो क्लिप हेर्नुहोस्, त्यसबाट कुरा गर्छु। पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ। सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनेट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनेट 55 सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। पृथ्वी रहउन्जेलसम्म यो देश रहिरहनुपर्छ, हाम्रो देशको चन्द्र सूर्य अङ्कित झन्डा रहिरहनुपर्छ। त्यो मान्यता हामी राख्दछौँ। श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ। देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र सङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कति हो त हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। प्रतिनिधि सभाको आज पहिलो बैठक बस्यो। त्यो बैठकमा कुन नेताले के बोल्छ भन्ने चासो भन्दा पनि आज हर्क साम्पाङले चाहिँ के बोल्छन् भन्ने चासो चाहिँ जनताहरूमा धेरै देखियो हैन। म आज प्रतिनिधि सभाको बैठकको त्यो लाइभ हेर्दै थिएँ, त्यहाँ कमेन्टमा हेर्दै थिएँ कि म कमेन्टभरि हर्क साम्पाङको पालो कहिले आउँछ, हर्क साम्पाङले कति बेला बोल्छन् भनेर लेखेको देखिरहेको थिएँ मैले। मान्छेहरूले राम्रो तरिकाले भन्यो अथवा नराम्रो तरिकाले भन्यो, जे भए पनि हर्क साम्पाङलाई टार्गेट गरेर मान्छेहरू त्यहाँ बसिराखेको थिए क्या हैन। जब हर्क साम्पाङको पालो आयो त्यहाँ उहाँले के बोल्नुभयो भनेर म तपाईँहरूलाई छोटो अलिकति राखेँ क्लिप। उहाँले त्यहाँ जति पनि बोल्नु भएको छ एकदमै देश र जनताको पक्षमा बोल्नु भएको छ। उहाँले सुरुमा त समयको कुरा गर्नुभयो। हुन पनि हो, हामी नेपालीहरूमा एउटा यस्तो खालको बानी बसिसकेको छ कि नेपाली टाइम त हो नि, जति बेला गए पनि के भयो त हैन, 1 घन्टा 2 घन्टा ढिलो हुँदा के नै फरक पर्छ भन्ने खालको जुन मनस्थिति हामीमा छ त्यो हामीले सच्याउनु जरुरी छ। यदि परिवर्तन गर्न हामी आएको भने हामी आफैबाट परिवर्तन सुरु गर्नुपर्छ। अस्तिको दिन पनि 12 मिनेट ढिलो भयो, आज पनि 16 मिनेट ढिलो भयो। अबको दिनदेखि कम्तीमा पनि 5 मिनेट अगाडि बैठकमा उपस्थित हुनु भन्नु भनेको एकदमै राम्रो कुरा हो। अर्को कुरा उहाँले चाहिँ एउटा माग के राख्नुभयो भने एमसीसी खारिज हुनुपर्छ। योभन्दा अगाडिको सरकारले गरेका असमान सन्धि सम्झौताहरू जो छन्, एउटा एमसीसीको कुरा होइन कि अरूहरू पनि पुनर्विचार गरिनुपर्छ भन्ने मलाई पनि लाग्छ हैन। त्यसकारण त्यो पनि एकदम ठिकै कुरा हो हैन। अर्को कुरा हाम्रो शिक्षा, स्वास्थ्य जस्ता कुराहरूलाई ग्यारेन्टी गरिनुपर्छ। वृद्ध भत्ताको कुरा गर्नुभयो, त्यो पनि सही कुरा हो, किनभने वृद्ध भत्ताको तहरतिर त त्यसले खासै प्रभाव नपार्ला हैन। गाउँ दूरदराजका मान्छेहरूलाई एउटा त वृद्ध भत्ताले परिवारको जोहो गरिदिएको छ क्या, कति परिवारको हैन, हातमुख जोड्ने बाटो बनाइदिएको छ। त्यो पनि एउटा पुनर्विचार गरिनुपर्छ, किनभने हाम्रो जस्तो एकदमै आयु दर नै कम भएको देशमा 75 सम्म पुर्याउँदाखेरि चाहिँ त्यो अलिकति असन्दर्भिक हुन्छ जस्तो लाग्छ मलाई पनि। वृद्ध भत्तालाई चाहिँ बरु करेक्सन गर्न चाहिँ जरुरी छ। वृद्ध भत्ता नदिई नहुने खालका मान्छेहरू पनि छन्, ती मान्छेहरूको पहिचान गरेर बरु हैन त्यसरी दिँदा चाहिँ राम्रो भन्छु म चाहिँ। उहाँले 8-10 वटा कुराहरू यस्तो राम्रो राम्रो मुद्दा उठाउनु भयो हर्क साम्पाङजीले हैन। त्यो कुरा चाहिँ हुन त अब विरोध गर्ने मान्छेहरूले त जसरी पनि विरोधै गर्ने हो हैन, मैले देखिसकेको छु।
हर्क साम्पाङ कति जान्ने भयो सिकायो भनेर हालेको भिडियोहरू देखिसकेँ मैले होइन। विरोध गर्ने मान्छे विरोधै गर्छ, तर समग्रमा मलाई चाहिँ एकदमै राम्रो लाग्यो। तर म तपाईँलाई एउटा कुरा के भन्छु भने मैले हर्क साम्पाङको सपोर्ट होइन कि यो यथार्थ भन्दैछु। अहिले 2/3 सरकार छ हेर्नुहोस्, 2/3 सरकारको दम्बले गर्दाखेरि देश दुर्घटनामा पनि जान सक्छ। किनभने पावर र पोजिसन भन्ने कुरा यस्तो चिज हो कि मान्छेलाई कुन बेला शङ्का बनाउँछ थाहा नै हुँदैन क्या। त्यस कारणले संसदभित्र एउटा सबल प्रतिपक्ष हुनु चाहिँ जरुरी छ क्या, एउटा राम्रो प्रतिपक्ष हुनु जरुरी हुन्छ क्या। किनभने सरकारलाई एक किसिमको डर, एक किसिमको दबाव भएन भने उसले राम्रो काम गर्न सक्दैन। यदि तपाईँहरू राम्रो काम चाहनुहुन्छ, जनताको हितमा काम चाहनुहुन्छ भने एउटा राम्रो प्रतिपक्षलाई तपाईँहरूले पनि स्वीकार्नुहोस् होइन। हर्क साम्पाङ भनेको एउटा जिम्मेवार दलको, प्रतिपक्ष दलको नेता हो होइन। उसले जे बोल्छ, जे लेखिराखेको छ, उसले यो सरकारलाई चाहिँ खबरदारी गरिराखेको छ क्या। त्यो खबरदारीले चाहिँ सरकारलाई सही ट्र्याकमा हिँड्नको लागि मद्दत गर्छ। जस्तो तपाईँहरूले बिजुली बत्तीको कुरा गर्नुहोस् होइन, त्यो ऊर्जालाई चाहिँ एउटा उज्यालोमा परिणत गर्नको लागि त माइनस र प्लस वायरहरू जोड्नु पऱ्यो, तारहरू जोड्नु पऱ्यो, बल्ल बिजुलीको बल्ब बल्छ। त्यस कारणले मैले भन्न खोजेको कुरा के हो भने संसदमा पनि चेक एन्ड ब्यालेन्सको लागि प्रतिपक्ष दल पनि सशक्त हुनु जरुरी छ होइन। त्यो सशक्तता हर्क साम्पाङले दिइराखेको छ। हामीले हर्क साम्पाङलाई गाली गलौज गरेर, उसलाई चाहिँ डोमिनेट गरेर, उसलाई खिसीट्युरी गरेर हुनेवाला केही पनि छैन। यो सरकारले राम्रो काम गर्न खोज्यो भने हर्क साम्पाङले पनि सपोर्ट गर्छ, ज्ञानेन्द्र साईले पनि सपोर्ट गर्छ होइन। बाँकी नगर्नेलाई पनि गराउँछ क्या जनताहरूले। तर खास भन्ने हो भने बालेन सरकारले राम्रो काम गर्नको लागि अरू कसैको आवश्यकै पर्दैन, हर्क साम्पाङको आवश्यकै पर्दैन, यो ज्ञानेन्द्र साईको आवश्यकै पर्दैन। तर हामीले एउटा कुरा के चाहिँ बुझ्नुपर्छ भने देश र जनताको हितमा हुने सबै कामहरूको लागि होइन हामीले सबै पक्षहरूलाई, राम्रो नराम्रो पक्षहरूलाई स्वीकार्नै पर्छ। हामी आफै विचार गरौँ न, हर्क साम्पाङ नराम्रो मान्छे होइन हेर्नुहोस्। जुन मान्छेले 3 वर्षसम्म रेगुलर रूपमा एउटा श्रम अभियान चलायो, त्यो श्रम अभियानबाट चाहिँ उसले कति धेरै कामहरू गरेको छ। त्यस्तो खालको देशभक्त मान्छे खराब मान्छे हो जस्तो मलाई लाग्दैन हेर्नुहोस्। हर्क साम्पाङले लेखेका सबै कुराहरू जायज छन् म कहिले पनि भन्दिनँ, उसले बोलेका सबै कुराहरू जायज हुन् म कहिले पनि भनेको छैन। तर म यति तपाईँहरूलाई भन्छु, हर्क साम्पाङ नराम्रो मान्छे होइन। उसले देश र जनताको लागि जे काम गरिराखेको छ होइन, देश र जनता प्रेमी मान्छे चाहिँ हो है। तपाईँले आजै पनि त्यहाँ हेर्नुभयो भने सुकुम्बासीका मुद्दाहरू पनि बोलेको छ। त्यस कारणले म तपाईँहरूलाई के भन्छु भने हर्क साम्पाङ नराम्रो मान्छे पनि होइन, उसको नराम्रो नियत पनि छैन। यो सरकारलाई असफल बनाउनुपर्छ भनेर लागेको मान्छे पनि होइन। उसले यति हो कि खबरदारी गरिराखेको छ। यो देश र जनताका लागि त्यो खबरदारी आवश्यक पनि छ। त्यस कारणले गाली गलौजमा उत्रिनुभन्दा सपोर्ट गर्नुहोस्, सबैको अस्तित्वलाई स्वीकार्नुहोस् भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस्त धन्यवाद। थ्याङ्क यू फर वाचिङ।